गाइस म चाहिँ डेली फरक चिज बनाउने छौँ हजुरलाई नि देखाउने नै छौँ हेरेर चाहिँ हजुरले लाइक शेयर कमेन्ट गरिदिनु होला भन्ने आशामा छौँ। ल आज हाम्रो घरमा चाहिँ लोकल दाल घरको गाउँको दाल पिसेर बनाइसकेको छ। पिसेर यसलाई कुकरमा पकाइहालेको छ। त्यहाँबाट अनि प्याज फ्राई गर्न लागिसकेको। प्याजको बाद हजुरलाई चाहिँ लोकल मसला खोर्सानी चाहिँ लसुन अदरक हालेर लोकल पिसेर सिलौटोमा पिसेर गरेको मसला हो यो। ल यसलाई हालेर यसलाई चाहिँ फ्राई गर्न लागेको। हजुरलाई राम्रो लागे लाइक शेयर कमेन्ट गरिदिनु होला यसलाई थापा च्यानलमा। ल हाम्रो हल्दी हालिसकेको। हल्दीभन्दा पहिला टमाटर हालेको है। हाम्रो चाहिँ दाल यो चाहिँ स्पेसल घरको लोकल दाल हो। लोकल सिमी गाउँबाटै आएको सिमी हो यो। हजुरलाई कस्तो लाग्छ मन परे हेरिदिनु होला। ल यो दालको लागि मसला रेडी भयो। हल्का स्वादको लागि अलिकति दुध पनि हाल्नेछु म है। स्वादको लागि दालमा दुध हाल्यो हजुरले भन्नु होला, तर स्वादको लागि अलिकति दुध हाल्नुपर्छ, राम्रो हुन्छ धेरै। म त नयाँ फरक भिडियो बनाउँछु अरूभन्दा। ल यो दाल मसला फ्राई भइहाल्यो। मसला फ्राई भइसक्यो। अब दाल यो चाहिँ हाम्रो एकदम लोकल दाल घरको पिसेर सिलौटमा पिसेर हाल्नको हात बनाएको एकदम पाकेर एकदम राम्रो भएको छ। ल यसलाई हालिदिने। ल यसलाई थोरै पानी थपेर दाल भइहाल्यो। ल पाक्यो भने हजुरलाई खाने टाइममा देखाउने छु। गाइस यो अचार स्पेसल मिडमको लागि ल्याएको नेपालभन्दा बोर्डरबाट ल्याएको मैले। यो चाहिँ आमको मिक्स अचार हो। मेरो म्याडमलाई धेरै मनपर्छ भनेर मैले लिएर आएको हो अहिले चाहिँ यो अचार। अनि यो चाहिँ घरको दाल आजै बनाएर मैले सिमीको दाल मास अनि भात अनि चाहिँ यो अचार। ल यो अचार हाल्यो अलिकति। यो नेपालबाट ल्याएको यो अचार यता राख्ने। यता चाहिँ घरको दाल भात है त फ्राई गर्छु। सुपर एकदम मिठो घरको घरै राम्रो हुन्छ लोकल एकदम मिठो लाग्यो। हजुरलाई मन परे लाइक शेयर कमेन्ट गरिदिनु होला एलआर थापा च्यानलमा। धन्यवाद।